के तपाईँहरूले कहिले सोच्नुभएको छ समुद्र सतहदेखि हजारौँ फिट माथि बरफले ढाकिएको गुफाभित्र हरेक वर्ष बरफको शिवलिङ्ग कसरी बन्छ? न त कोही मानिसले त्यसलाई बनाउँदछ न त कुनै मेसिनले नै त्यसलाई आकार दिन्छ, तर पनि वर्षौँदेखि उक्त शिवलिङ्ग सही आकार, सही क्रम र सही समयमा त्यहाँ कसरी बन्छ हो हामी कुरा गर्दैछौँ अमरनाथ गुफाको। अमरनाथ गुफामा प्राकृतिक आस्था, विज्ञान त्यही ठाउँमा रहेको देखिन्छ। प्रश्न यो होइन कि मानिसहरूले यसलाई किन चमत्कारको रूपमा लिन्छन्, तर वास्तविक प्रश्न यो हो कि यस्तो कुन रहस्य छ जुन अहिले आधुनिक युगमा पनि मानिसहरूलाई एकपटक सोच्न बाध्य गर्दछ। आखिर के छ त अमरनाथ गुफाको रहस्य? हेरौँ अब विस्तृत रूपमा। नमस्कार, म सुमन। अमरनाथको गुफाको रहस्यमय कथामा तपाईँहरूलाई जे भाइ युट्युब च्यानलमा स्वागत छ। योभन्दा पहिले हामी एक आस्थाको दृष्टिकोणले हेर्दा यो सवाल सबैको मनमा उठ्छ कि अमरनाथ गुफामा रहेको शिवलिङ्ग प्राकृतिक हो कि यसमा कुनै रहस्य छ? यहाँ भन्नुपर्दा अमरनाथ गुफामा रहेको सबैभन्दा ठुलो रहस्य नै हिम शिवलिङ्ग हो, जुन गुफाको छतबाट चुहिएको पानीबाट बनेको छ, तर आधुनिक विज्ञानले यसलाई स्टिल ग्रामाइटको नामले चिन्दछ, जुन गुफाबाट निस्केर पानीबाट बनेर एक ठोस स्तम्भ जस्तो आकृति बनाउँदछ। तर पनि विज्ञानले यसलाई कुनै प्रमाणित तरिकाले व्याख्या गर्न सकेको छैन, किनकि स्टिल ग्रामाइट खनिज वा पदार्थको हुन्छ र यो हजारौँ सालसम्म पनि एकै ठाउँमा हुन्छ। तर अमरनाथको शिवलिङ्ग कमजोर बरफबाट बनेको छ। तर अचम्मको कुरा त शिवलिङ्गको आकार चन्द्रमाको चक्रसँग सम्बन्धित छ। चन्द्रमाको घुम्ने चक्रको आधारमा शिवलिङ्गको आकार बन्दछ। पूर्णिमाको दिनमा भव्य र पूर्ण रूपमा देखिने यो शिवलिङ्ग अमावस्याको दिनमा लगभग हराएर जान्छ। यसकारण विज्ञानको लागि आज पनि एउटा रहस्य नै छ। गुफामा भएको तापक्रम चिसोको कारण एक विशेष ठाउँमा पानीको थोपाबाट चुहिएको ठाउँमा जमेर उक्त हिम शिवलिङ्ग बनेको हुन्छ। उक्त अध्ययनका अनुसार एक वैज्ञानिक टिमले अनुसन्धान गर्दा उक्त गुफाभित्र इलेक्ट्रोनिक डिभाइसले समेत कहिलेकाहीँ फरक काम गर्ने कुरा पत्ता लगाएका छन्। अत्याधिक उचाइ र चिसोको कारण ब्याक्टेरिया जीवित नहुनुको कारण अर्कै होला, तर गुफाको भित्र माइक्रोक्लाइमेट सामान्य पहाडभन्दा अलग छ। त्यसैले त अमरनाथ गुफा रहस्यमय छ। यसलाई अध्ययन गर्नको लागि आँखा र मस्तिष्क मात्र नभई सूक्ष्म प्राकृतिक सङ्केतलाई समेत बुझ्नु आवश्यक छ। अब धार्मिक दृष्टिकोणले हेर्दा मनमा एक पौराणिक कथा याद आउँछ। जुन बेला माता पार्वतीले शिवलाई आफू अमर हुनुको कथा सोध्नुहुँदा भगवान शिवले आफू अमर हुनुको कारण बताउनको लागि एक एकान्त ठाउँ खोज्दै जाँदा उहाँले आफ्नो प्रिय वस्तुहरूलाई एक एक गरी त्यागेर त्यही ठाउँ अमरनाथलाई रोज्नुहुन्छ। पौराणिक कथा अनुसार यहाँको कथा यसको बनावटमा मात्र सीमित छैन, यो एक गोपनीय संवादको साक्षी छ जुन जन्म मृत्यु सधैँका लागि समाप्त गर्दछ। यसकारण कथाका अनुसार माता पार्वतीले तपाईँ अमर हुनुको कारणको बारेमा जान्न उत्सुकता भयो र महादेवले उक्त कथा सुनाउनलाई यस्तो ठाउँमा लैजाउनु भयो। त्यहाँ माता पार्वती र आफू बाहेक तेस्रो व्यक्ति जान नसक्ने ठाउँलाई रोज्नुभयो। यस यात्रामा भोलेनाथले एक एक वस्तुहरू त्याग्दै जानुभयो, जुन आज पनि स्मरणीय छ। उहाँले पहलगाममा आफ्नो नन्दी सारेलाई छोड्नुभयो। चन्दनमारीमा चन्द्रमालाई विश्राम दिनुभयो। शेषनाग तालमा उहाँले आफ्नो गलामा भएको शेषनागलाई त्याग्नुभयो। पञ्चतरणीमा उहाँले पञ्चतत्त्व पृथ्वी, जल, अग्नि, वायु, आकाशलाई त्याग्नुभयो। यसको मतलब यो हो कि जबकि बाह्य आत्मा तत्त्व वा अहङ्कार सांसारिक तत्त्वबाट पूर्ण रूपमा छुटकारा पाउँदैन, तबसम्म त्यसले उच्च ज्ञान पाउनको लागि सक्षम हुँदैन। गुफाको आनन्द र एकान्त ठाउँ त्यहाँको एकान्तको आनन्दको कारण जहाँ कुनै शब्द छैन, त्यहाँ अन्य बाहिरी शक्तिहरूको आगमन हुँदैन
राज पनि त्यहाँ पुग्ने श्रद्धालु भक्तजनले यही भन्छन् कि यहाँ एक विशेष प्रकारको ऊर्जाको अनुभव हुन्छ जो उसको मानसिक तनावलाई शान्त गर्दछ। यहाँ एक कहानी दुई जोडी परिवारको पनि छ। सवाल यो हो कि एक जोडी परिवार के हो? यो यति धेरै उचाइ र चिसोको ठाउँमा यी परिवारको महत्त्व के छ? अमरनाथ गुफामा सबैभन्दा रहस्यमय यी एक परिवार जोडी पनि हो, जसलाई अमरपन्थी पनि भनिन्छ। पौराणिक मान्यता छ कि यी परिवारले भगवान भोलेनाथको पुरा कथा सुनेका थिए र ती अमर भएका थिए। तर विज्ञानको अध्ययन अझ कठिन परिस्थितिमा पनि अध्ययन गरिरहेको छ। यो 13,500 फिटको उचाइमा, जहाँ बोट बिरुवाहरू पनि देख्न पाइँदैन, जहाँ अक्सिजनको मात्रा ज्यादै कम हुन्छ, त्यहाँ कुनै पन्छी स्थायी रूपले पाउनु विज्ञानको लागि एक रहस्यपूर्ण छ। तर केही पन्छीहरू उचाइका लागि अनुकूल त छन् नै, तर अमरनाथको बरफमा ढाकिएको गुफाको लागि उचित हावापानी अनुकूल यी पन्छी यहाँ कसरी बसिरहेका छन् त? जहाँ तिनीहरू स्थायी रूपमा देखिन्छन्, हजारौं तीर्थयात्रीहरू ट्राइब यही भन्दछन् तिनीहरूले यस गुफाभित्र पटक पटक सेता रङका पन्छीहरू उडिरहेको देखेका छौँ। वैज्ञानिक यसमा अचम्बित छन्, किनकि यति धेरै उचाइमा बाज जस्तो शिकारी पन्छी पनि कमै मात्रामा पाइन्छन्। श्रद्धालु भक्तजनहरूको लागि आस्था र प्रेमले ढाकिएको यी पन्छी एक अनिवार्य स्थान बनेको छ र त्यहाँबाट भक्तिको यात्रा निस्कन्छ, जुन ज्ञानको लागि आज पनि रहस्यपूर्ण बनेको छ। जब इतिहासको ऐनाबाट हेर्दा गुफाको इतिहास एक भौतिक रूपमा मात्र सीमित छैन, यसको लिखित प्रमाणहरू पनि हजारौं सालदेखि छ। कश्मीरका महान इतिहासकार जसले अमरेश्वर स्थानको वर्णन गरेका थिए, उनले बताएका थिए कि कश्मीरका राजा यस गुफाका ठुला उपासक थिए। उनका अनुसार राजा गर्मीमा यस ठाउँमा आएर बरफको शिवलिङ्गमा पूजा गर्दथे। यसले प्रमाणित गर्दछ कि यो परम्परा हजारौं सालदेखि चलिआएको थियो। यति मात्र होइन, मध्यकालमा पर्यटक पनि यस गुफाको शिवलिङ्ग देखेर आकर्षित भएका थिए। फ्रान्सका मन्त्रीहरू पनि यस यात्राको क्रममा भारत आएका थिए। यस यात्राको क्रममा यस्तो गुफाको बारेमा उल्लेख गरेका थिए जुन बरफ जमेकै कारण यस ठाउँलाई पूजा गर्दछन्। 13औं शताब्दीमा यहाँको कठिन चढाइ र मानिसको अटुट भक्तिको बारेमा लेखेको पाइन्छ। यस ऐतिहासिक प्रमाणले बताउँछ कि यो अमरनाथ गुफा कुनै पक्षबाट ओझेलमा परेको छैन, जुन प्राचीन कालदेखि अहिलेसम्म यसको महत्त्व र आस्था दुनियाँको अगाडि उजागर भएको देख्न सकिन्छ। यो स्थान कश्मीरको धार्मिक एवं सांस्कृतिक एक जीवन्त प्रतीक हो। एक प्रश्न अझ उठ्छ कि शेषनाग तालको गहिरो नीलो पानी मुनि आज पनि केही प्राचीन शक्ति अवस्थित छ त? अमरनाथको यात्रा एक स्वयं शान्तिपूर्ण यात्रा हो। उक्त यात्राको सबैभन्दा सुन्दर यात्रा नै शेषनाग ताल हो। लगभग 11,000 फिटको उचाइमा रहेको यो ताल नीलो पानीको तालले चिनिन्छ। मान्यता छ कि जब भगवान शिवले नागलाई त्यहाँ त्याग्नुभयो, नागको राजा शेषनाग यही तालमा बस्नुभयो, आफ्नो वासस्थान बनाउनुभयो। तर वैज्ञानिकको लागि यो एक पानीको स्रोत हो, किनकि यहाँको पानी यति धेरै स्वच्छ छ कि माथिबाट हेर्दा यो ताल सिसा जस्तो देखिन्छ। प्रश्न यो हो कि हिमालय जहाँ हिउँ पर्दछ तब यो ताल कसरी आफ्नो आकार बनाउँदछ? के यो ठाउँमा कुनै मार्ग छन्? के यो ठाउँमा कुन मार्ग छ जो पृथ्वीको भित्री स्वरूपमा लैजान्छ? शेषनाग तालको किनारामा तीर्थयात्रीहरू विश्राम गर्दछन्, जहाँ ठुलो र गहिरो शक्तिको अनुभूति गर्दछन्। जो गुफाबाट केही दूरीमा आउने ठाउँ पञ्चतरणी, जो 5 नदीको सङ्गम स्थल छ। आध्यात्मिक रूपले यो त्यो स्थान हो जहाँ भगवान शिवले 5 तत्त्वको त्याग गर्नुभएको थियो। भौगोलिक तत्त्व यो 5 स्थान अलग अलग नदीको सङ्गम हो। यसको महत्त्व सम्झन ज्यादै कठिन छ। यात्रुको लागि यो नदी शारीरिक शुद्धिको लागि हो। विज्ञानको दृष्टिले यति धेरै उचाइमा रहेको नदीको
पानीले नुहाउँदा शरीरमा एक झड्का लाग्न सक्छ, तर यात्रुको भनाइअनुसार पानीमा नुहाउँदा आफूलाई एक दैविक शक्ति प्राप्त भएको अनुभूति गर्दछन्। यो प्रश्न हो कि यहाँको पानीमा यति धेरै खनिज पाइन्छ जसले शरीरका थकानहरूलाई आराम दिन्छ। यात्रुहरू बताउँछन् कि यात्राको एक गहिरो भावनात्मक शक्तिको अनुभूति हुन्छ। यात्रुको लागि यो भावनात्मक शक्ति यहाँकै ऊर्जा र शक्ति महादेवको नजिक भएको अनुभूति बताउँदछन्। केही वर्ष यता हिम शिवलिङ्ग पग्लनुको कारण वैज्ञानिकहरूको लागि एक चिन्ताको विषय बनेको छ। ग्लोबल वार्मिङको कारणले कयौँ किलोमिटर हिँडेर दर्शन गर्न आइपुगेका श्रद्धालु भक्तजनहरूको लागि हिम शिवलिङ्ग नदेख्दा ज्यादै दुखी पनि हुन्छन्। बढ्दै गइरहेको पर्यटकको आगमनले उक्त ठाउँको तापक्रम गडबड हुने गर्दछ। वैज्ञानिकहरू मान्छन् कि पहाडबाट बग्ने पानी नै शिवलिङ्गको आकार हो। शोधकर्ताले पाएको अनुसार श्रद्धालु भक्तजनको शरीरबाट निस्कने तापक्रम र कार्बन डाइअक्साइड यस शिवलिङ्गको लागि सबैभन्दा ठुलो खतरा हो। एउटा ठुलो विभेद पनि छ जुन श्रद्धाको लागि यहाँ आउँदछन्। यहाँ थाहा नभएका कुराहरू जुन खतरामा राख्दैछन्। शिवलिङ्गको पग्लने गति चाँडै बढ्दैछ जुन एक हाम्रो धरोहरको शिखर र खतरा बन्दैछ। अमरनाथको सबैभन्दा उच्च बिन्दु महाओडा टप हो जुन लगभग 14,500 को उचाइमा छ। यहाँको हावाको चाप कम भएकोले यहाँ अक्सिजन कमी हुन्छ। केही यात्री यहाँ मानसिक शान्ति आत्मीय अलग अनुभूति गर्न यस यात्रामा आउने गर्दछन्। यहाँ आएका यात्रुहरूले आत्मिक शान्ति र महादेव सम्मुख भएको अनुभूति पनि गर्दछन्। यस ठाउँले यात्रुको शारीरिक र मानसिक क्षमताको अन्तिम परीक्षा लिने गर्दछ। एक प्रश्न तपाईको मनमा अझै आउन सक्छ कि अमरनाथ गुफाको यात्रा शेषनाग तालसँग जोडिएको छ। गुफाको भित्री अझ एक रहस्य पनि छ। यहाँ बग्ने एक गोप्य जलधारा जो भनिन्छ जुन शिवलिङ्गबाट जुन पानी निस्कँदछ त्यो गुफाको भित्री भागबाट बग्दछ। यो मान्यता छ कि उक्त पानी गोप्य जलधारा हुँदै शेषनाग तालमा गएर मिसिन्छ। वैज्ञानिकहरूले उक्त जलमार्गको पत्ता लगाउने प्रयास त गरे। त्यसभित्रको साँगुरो दरारका कारण केही निश्चित नतिजा मिल्न सकेन। तर यो सत्य हो कि यो प्राकृतिक जलबन्धनको एक शानदार प्रवर्धन हो जहाँ ठोस चट्टानको भित्री एक अदृश्य जाल बनेको छ। तर प्रश्न अझै बाँकी छ के त्यहाँ एक दिन हिम शिवलिङ्ग बन्न बन्द भयो भने के हामी यसलाई मौसमलाई दोष दिन्छौँ कि हामी ठान्नेछौँ कि प्रकृतिले हामीलाई त्यसै दिन श्राप दियो। तपाईलाई के लाग्छ अमरनाथको रहस्य मात्र शब्दमा मात्र सीमित छ? हिम शिवलिङ्ग खगोलीय चक्रसँग तालमेल, एक जोडी परिवारको स्थायी बसोबास, यस यात्रामा जोडिएको अलौकिक शक्ति, मनको शान्ति, ब्रह्माण्डमा यस्ता केही शक्तिहरू छन्। तर यस विज्ञानले उक्त शक्तिलाई मान्दैन। तर अमरनाथ गुफाले हामीलाई विभिन्न विनम्रता सिकाउँदछ। दुनियाँमा यस्ता केही शक्तिहरू छन् जुन हामीले प्रत्यक्ष त्यसको अनुभूति गर्न सक्दछौँ। यस विशाल कथालाई यहीँ समाप्त गर्दा हाम्रो मनमा एक प्रश्न अझै उठिरहन्छ। यो एक श्रद्धा र आस्थाले भरिएको अमरनाथ गुफाको हिम शिवलिङ्ग जुन विज्ञानले प्रमाणित र प्रयोगशालाले प्रयोग गर्न नसकेको कारण के होला? नमस्ते।